हेलो गाइज वेलकम टु माई न्यू ब्लग। फेरि पनि हजुरको सामु न्यू ब्लग लिएर आइसकेको छु गाइज। मैले चाहिँ मुख पनि धुएको छैन, हेर्नु त बाहिर त पुरै पानी परिरहेको छ गाइज। मुख धुएर म चाहिँ अब मेलमा जानु पर्यो भनेर मम्मीले भनेको छ। मम्मीले चाहिँ मकै यहाँ निफाइरहेको छ गाइज, देख्न सक्नुहुन्छ मकै निफाइरहेको छ। अनि म चाहिँ अब मुखसुख धुएर जा भन्दैछ मम्मीले चाहिँ गाइज मेलमा। तर मलाई अल्छी लाग्छ किनकि म अल्छी हो होइन गाइज। देख्न सक्नुहुन्छ उहाँ पर चरा रहेछ, चिबे चरा हो त्यो चाहिँ गाइज। ऊ पर हेर्नु, म त ज्यान सुकेर यार सिट्ठा भइसक्यो मान्छे यार, कस्तो होइन सिट्ठा भइसक्यो नि ज्यान त मेरो हो गाइज। या बडी बडी गाइज, बडी बडी। ल अब चाहिँ म चाहिँ भारी बोक्न लागेको छु। अब मेलमा जा भनेर अब निफानेर नि रेडी बनाएर राखिसकेको छ। अब त्यो भएर जानु पर्यो। अब गाह्रो छ छोरा भयो नि होइन। अब चाहिँ म दाइको घरमा हो अहिले चाहिँ। दाइ नै जाने भनेर एकछिन मलाई वेट गर भनेर छ। अनि दाइले त्यही भएर वेट गरेर बसिरहेको। हामी चाहिँ मैले भारी त्यहाँनिर राखेको छ, अनि अर्को दाइले चाहिँ हामीलाई भारी राखेको छ गाइज। हामी देख्न सक्नुहुन्छ तपाईँहरू। अनि म चाहिँ यता साइडमा बच्चाहरूसँग यसो गफ गर्न जानु पर्यो भनेर गएको त। अनि त्यहाँ मुनिपट्टि यसो हेरेको त, ओहो कौन है, कहाँ से आए, कौन है ये लोग, कहाँ से आते हैं, घर कहाँ है तुम्हारा भन्ने हेरेको त गाईको हो कि गोरुको बाछा पो रहेछ गाई। यसो हेरिदिएको होइन। अनि के छ थोते भान्जो, किन छाता ओढेर लुकेर बसेको थोते भान्जो, मान्छे भन्दा ठुलो छाता छ हेर। अब गाह्रो छ स्कुल पढ्ने विद्यार्थीलाई, स्कुल टाढा छ। को यो, कहाँबाट आयो मान्छे, अस्ति नै हराएको भन्ने मान्छे चाहिँ यहाँनिर फेला पारेको छ गोथे सरकार हाम्रो गाउँको। दाइको छोरा हो चाहिँ गाइज, देख्न सक्नुहुन्छ। लुके लुके यहाँ डरले लुकेको यहाँभित्र लुकिरहेको दुईजना। फेरि अनि मैले भिडियो बनाएर भ्लग बनाएर यहाँ जिउगर मेरो पनि जिउगर, भाग्यमानी तन जिउगर अहिले पिठ्याला जिउगर फेरि लो हो भाग्यमानी है, भाग्यमानी यहाँ लुकेको यहाँ टुल्की लुकेको। यो चाहिँ दाइको छोरीहरू हो गाइज। त हामी चाहिँ हिँडिसकेको छौँ त्यहाँबाट, दाइको घरबाट हिँडिसकेका छौँ गाइज। ल हेर्नु सक्नुहुन्छ हामी दुइटा दाइहरू चाहिँ हिँडेको छ अगाडि, म चाहिँ पछाडि छौँ जाँदैछौँ गाइज। भारी बोकेको छ, छाता उडेको छ होइन, पानी सिमसिम पर्याबाट हेर्नु सक्नुहुन्छ। हाम्रो चाहिँ गाउँभन्दा थोरै माथिपट्टिको डाँडाबाट सररको पुरै भ्यू देखिरहेको छ यहाँनिरबाट हेर्न सक्नुहुन्छ। एकदम दामी भ्यू छ होइन। अब यही हो गाउँको बाटो त खेल्टाङ खुल्लुङ जस्तो छ होइन। के गर्नु, हिलो हाली होइन। यतिखेर बर्खा मासको टाइमको बेला हिलो छ। यसपालिको दसैँ पनि हिलो दसैँ हुने भयो। यस्तो खत्तम भइरहेको छ गाउँको बाटोको हालत। पिच गर्छु भनेको नेताहरूले कहिले गर्ने पिच, भागलन्डी चुथियाहरूले। हामी चाहिँ फाइनली पिपल बोर्ड छेउमा आइसकेको छौँ गाइस। देख्न सक्नुहुन्छ यहाँ चाहिँ दामी भ्यू छ हेर्नु तलतिर। यहाँबाट खोला देख्थ्यो, अहिले चाहिँ देखेको छैन, हल्का हल्का मात्रै देखिरहेको छ खोला चाहिँ। पर देख्न सक्नुहुन्छ एकदम हुसु चारैतिर ठुलो धारा। यो धारा चाहिँ 150 वर्ष पुरानो धारा हो, तर म भन्दा 1 वर्ष कान्छो छ है गाइस। कमेडी होइन। ल फाइनली हामी चाहिँ आइसकेको छौँ मेलमा। ऊ त्यो पर देखिरहेको चाहिँ मेलको घर हो, त्यही घरमा मेल छ देख्न सक्नुहुन्छ। ऊ त्यो परको घर हो है, हो त्यही घर हो है गाइस। जाँदैछौँ फाइनली हामी पनि मेलमा आइसकेको छौँ गाइस। होइन मेल चाहिँ चला छैन रहेछ अहिले। अनि दाइ चाहिँ यहाँ बसिरहनु भइरहेको रहेछ, मेल चलाउने दाइ चाहिँ गाइस। हामी गइसकेपछि चाहिँ अनि मेलसेल चलाउने भन्न थाल्यो दाइले चाहिँ। ल तिमीहरू आयो र अब चाहिँ म मेलसेल चलाउँछु, भारी त्यहाँभित्र राख्थ्यो, जेला झिक्ने नझिक्ने, हामीले चाहिँ नझिक्ने जेला पैसा दिन्छौँ हामी भनेर भारी राखिदियो गाइस। धेरै पछि भारी बोकेको भएर थाप्लो दुख्यो मलाई चाहिँ होइन। अनि त्यही भएर म चाहिँ मुख सुक्यो, गर्मी नै भइरहेको थियो होइन। भारी बोकेर आइसकेपछि अलिक प्रेसर हुन्छ नि त। अनि भारी यहाँ छोडिदिएको, अनि बाहिर यसो घुमेर गएर हामी चाहिँ अब गाउँको भ्यू हेर्दाखेरि चाहिँ पिठो पिनी साइड छ। अनि गएर हामी चाहिँ अनि
घर नि फर्किसकेको छौँ गाइज, देख्न सक्नुहुन्छ। ल यो चाहिँ भारी पिनेर लिएर नि घरमा आइसक्यो हामी चाहिँ। हाहा गाइज, आजको ब्लग यति नै। थ्याङ्क फर वाचिङ गाइज।